आज पनि काममा जानुभन्दा पहिला नै क्युटी आएर लट्किएको थियो र क्युटी आउनुभन्दा क्युटी आइसकेपछि अर्डर चाहिँ भटाभटी लाग्यो। त्यसो गर्दा गर्दै ओस्ताजी आउनुभएको थियो, अर्डर चाहिँ पुरिरहेको थियो र आज चाहिँ हाम्रो किचनमा चाहिँ नयाँ रोटी लाग्यो। के लाग्यो त? सो हे गाइस, वेलकम ब्याक टु मिनी ब्लगमा सबैलाई स्वागत छ। तपाईँहरू आशा गर्छु सन्चै हुन्छ। म पनि निकै आरामै छु। आज चाहिँ मेरो सिधा चाहिँ किचनमै आएर सुरुवात भयो। किन भन्छु भने साथीहरू बाहिर त धेरै गरम छ र त्यही बाहिर कतै मोबाइललाई एकदम हाई भेरिएसन भएर चाहिँ मोबाइलले भिडियो गरेर चाहिँ नमानेर सिधै म किचनमा आइपुगेँ। सधैँ बाहिरको भिडियो पनि कति गर्ने भनेर साथीहरू आज चाहिँ हाम्रो खमेरी रोटी भन्ने हाम्रो किचनमा चाहिँ नयाँ रोटी चाहिँ लागिसकेको छ है। कति साथीहरू आज चाहिँ अर्डर चाहिँ ठिकठाकै चलिरहेको थियो, बवाल चलिरहेको थियो। एकचोटि दुई तिनवटा अर्डर आइरहेको थियो र अर्डर जस्तो अर्डर आउँछ नि तब चाहिँ मजा लाग्छ साथीहरू। तपाईँहरू होटल लाने साथीहरूले काम गर्ने साथीहरू कस्तो लाग्छ एकचोटि कमेन्ट डाउन भिडियो। मलाई चाहिँ अर्डर जब आउँछ नि तब मार्न पाइन्छ नि मजा लाग्छ। अस्ताजी पनि हुन्छ, म पनि थिएँ र मै फटाफट यो मारेँ र अस्ताजी चाहिँ नयाँ रोटी थियो तिनी मार्दै हुनुहुन्थ्यो। नयाँ रोटी मारिसकेपछि अस्ताजी चाहिँ फेरि मसरुम छान्नतिर लाग्नुभयो। म चाहिँ मसरुम टिक्का आएको थियो, मसरुम टिक्का दिनतिर थालेँ। मसरुम चाहिँ जिरो भइरहेको थियो र मसरुम अस्ताजीले चाहिँ म फटाफट गरेर मसरुम भाँच्छु, तिमीले चाहिँ यो अर्डर चाहिँ पिकअप गर, अनि त्यसपछि खानाबाना जाऊ, नास्ता भोक लाग्यो होला, चाहिँ नास्ता खान्छौ भने चाहिँ मैले भने चल ठिक छ त नि भनेर म चाहिँ लागेँ उतिर। म चाहिँ खाना खाएर म रेस्ट भ्याइसकेपछि अस्ताजीले चाहिँ मसरुम चाहिँ छोडेर जानुभएको छ। लो यो चाहिँ भर्नु है, आज चाहिँ जिरो छ मसरुम चाहिँ भन्नुभएको थियो। म चाहिँ लागेँ भर्नुतिर, अस्ताजी जानुभयो चाहिँ रेस्टतिर।